साथीहरू, तपाईलाई एउटा कुरा सोध्छु। तपाईँ कति पटक यस्तो सिचुएसनमा पर्नु भएको छ? तपाईको आइडिया स्मार्ट थियो, प्लान पर्फेक्ट थियो, तर अरूले तपाईको कुरा इग्नोर गरे? होइन भने आर्गुमेन्ट भयो, झगडा भयो, रिस्पेक्ट हरायो, एनर्जी खेर गयो। अब कल्पना गर्नुहोस्, यदि तपाईले कुनै आर्गुमेन्ट बिना, दबाब बिना अरूको रिस्पेक्ट जिते, आफ्नो आइडिया मान्न सजिलो बनाउनु भयो भने? पार्ट 1 र 2 मा हामीले सिक्यौं कसरी मान्छे आकर्षित गर्ने, रिस्पेक्ट र ट्रस्ट जित्ने। तर आज पार्ट 3 मा म तपाईलाई सिक्रेट खोल्दैछु। कसरी मान्छेले तपाईको आइडिया मान्छ हेप्पिली, विदाउट फोर्स। कसरी विवाद बिना मन जितिन्छ। अनि कसरी तपाईका वर्ड्स, स्टोरीज, इमोसन्सले इन्फ्लुएन्स क्रिएट गर्छ। तयार हुनुहोस्, किनभने यी प्रिन्सिपल्सले तपाईको पर्सनल लाइफ मात्र होइन, करियर, बिजनेस र रिलेसनसिप सबै लेभलमा म्यासिभ चेन्ज ल्याउनेछन्। अब सुरु गरौँ। पार्ट 3, हाउ टु विन पिपल टु योर वे अफ थिङ्किङ। मानिसलाई आफ्नो सोचमा ल्याउने तरिका। प्रिन्सिपल 1, यु क्यान्ट विन एन आर्गुमेन्ट। आर्गुमेन्टले जित्न सकिँदैन। झगडा गर्दा कसैलाई कन्भिन्स गर्न सकिँदैन। साथीहरू, एउटा कुरा सधैँ सम्झनुहोस्, तपाईले कसैसँग बहस गर्नुभयो भने सुरुमा लाग्छ, हो म जितेँ, तर के साँच्चै जित्नुभयो त? होइन, किनभने अर्को व्यक्ति रिसायो, तपाईप्रतिको रिस्पेक्ट हरायो र भविष्यमा उसले तपाईलाई सपोर्ट गर्ने छैन। सत्य के हो भने आर्गुमेन्टले इगो जित्छ, तर मन हार्छ। अब एकचोटि सोचेर हेर्नुहोस्, यदि तपाईले बहस नगरी शान्त भएर उसको कुरा सुन्नुभयो, उसको भ्यू पोइन्ट जेन्युइनली बुझ्न खोज्नुभयो र गल्ती भए हम्बल भएर स्वीकार गर्नुभयो, के हुन्छ? मानिस तुरुन्त तपाईको पक्षमा आउँछ। साना कुरा, एक जेन्टल शब्द, तपाईँ सही हुनुहुन्छ, एक हल्का हाँसो, एउटा समझदारी, यी नै हुन् रियल ताकतहरू। मानौ एउटा अफिसमा म्यानेजर र कर्मचारी बीच कन्फ्लिक्ट भयो। कर्मचारीले नयाँ आइडिया सजेस्ट गरे, तर म्यानेजरले कडा बहस गर्दै तुरुन्त रिजेक्ट गरे। हो, म्यानेजर टेक्निकल रूपमा जिते, तर कर्मचारी हर्ट भयो, मोटिभेसन हरायो, अनि अरू स्टाफले पनि म्यानेजरलाई एरोगेन्ट ठाने। तर अर्को म्यानेजरले सेम सिचुएसनलाई फ्रेन्डली तरिकाले ह्यान्डल गरे। उनले भने, तपाईको आइडिया इन्ट्रेस्टिङ छ, आउनुहोस्, अरू पोसिबिलिटिज पनि एक्सप्लोर गरौँ। वाउ, त्यो कर्मचारीले रिस्पेक्ट फिल गर्यो। अन्तिम डिसिजन म्यानेजरकै भए पनि कर्मचारी खुसी खुसी एग्री भयो। लेसन के हो? आर्गुमेन्ट नगरी रिस्पेक्ट देखाउँदा मन जितिन्छ। विवादले दुश्मन बनाउँछ, तर ध्यान दिएर सुन्नु र समझदारीले साथी बनाउँछ। त्यसैले प्र्याक्टिस गर्नुस्, सुने, सहमति खोज्ने, गल्ती स्वीकार्ने। यी ह्याबिट्स बिस्तारै तपाईको सबकन्सियसमा बस्छन् र तपाईँ स्वाभाविक रूपमा शान्त, इन्फ्लुएन्सियल र रिस्पेक्टेड लिडर बन्नुहुन्छ। प्रिन्सिपल 2, अ स्योर वे अफ मेकिङ एनिमिज एन्ड हाउ टु अभोइड इट। दुश्मन बनाउने पक्का तरिका र बच्ने उपाय। अरूलाई गलत प्रुफ नगर्नुहोस्। साथीहरू, एकचोटि सोचेर हेर्नुहोस्, तपाईले कसैको काममा आलोचना गर्नुभयो। सुरुमा लाग्छ, हो मैले त सही कुरा बोले, तर के हुन्छ? अर्को व्यक्ति रिसाउँछ, तपाईलाई मन पराउन छोड्छ र भविष्यमा उसले तपाईको कुरा मान्न पनि चाहदैन। यही हो डेल कार्नेगीको मुख्य लेसन। कडा क्रिटिसिजम र कठोर आर्गुमेन्टले साथी होइन, दुश्मन बनाउँछ। अब इमेजिन गर्नुहोस्, यदि तपाईले उसको कुरा शान्त भएर सुन्नुभयो, सानो रिस्पेक्ट देखाउनुभयो र हल्का हाँसो मिसाएर फिडब्याक दिनुभयो भने के हुन्छ? मानिस रिसाउँदैन, बरु तपाईको कुरा ध्यानपूर्वक सुन्छ र सम्बन्ध अझ स्ट्रोङ हुन्छ। मानौ एउटा टिम मिटिङमा एउटा कर्मचारीले रिपोर्ट प्रस्तुत गरे, तर रिपोर्टमा थोरै मिस्टेक थियो। पहिले म्यानेजरले हार्श टोनमा भने, यो गलत छ, तिमीले राम्रो काम गरेनौ। त्यसपछि कर्मचारीको मुड बिग्रियो, कन्फिडेन्स हरायो र ग्रुपका सबैले म्यानेजरलाई रुड ठाने। तर अर्को म्यानेजरले सेम त्यही मिस्टेकलाई फरक स्टाइलमा ह्यान्डल गरे। उनी मुस्कुराउँदै भने, यो प्रिन्ट इन्ट्रेस्टिङ छ, सानो करेक्सन गरेपछि अझ पर्फेक्ट हुनेछ। वाह, कस्तो फरक! कर्मचारीले रिस्पेक्ट फिल गर्यो, ह्याप्पिली मिस्टेक करेक्ट गर्यो र म्यानेजर प्रति ट्रस्ट अझ बढ्यो। क्रिटिसाइज गर्दा हास नबनौ, पहिले सुनौ, रिस्पेक्ट देखाओ र हम्बल भएर फिडब्याक दिनुहोस्। आर्गुमेन्टले दुश्मन बनाउँछ, तर समझदारीले साथी बनाउँछ।
प्रिन्सिपल 3 इफ यु रङ एडमिट इट क्विकली एन्ड एम्फ्याटिकली गल्ती भए तुरुन्त र कन्फिडेन्टली स्वीकार गर्नुहोस्। साथीहरू, सोचेर हेर्नुहोस्, तपाईँले काममा गल्ती गर्नुभयो, पहिलो रिएक्सन के हुन्छ? मन भन्छ ए सामान्य हो, लुकाइदिऊ। तर जब त्यो गल्ती अरूले पत्ता लगाउँछन् के हुन्छ? उनीहरू रिसाउँछन्, तपाईँप्रति ट्रस्ट हराउँछन् र सम्बन्ध कमजोर बन्छ। अब इमेजिन गर्नुहोस्, यदि तपाईँ तुरुन्त भन्नुभयो हो यो मेरो गल्ती हो, वा अर्को व्यक्तिले रिस्दैन, बरु रिस्पेक्ट बढ्छ, विश्वास गहिरिन्छ र सम्बन्ध अझ स्ट्रङ हुन्छ। स्टोरीबाट बुझौँ, एउटा कम्पनीमा एक कर्मचारीले क्लाइन्टसँग डिलमा गल्ती गरे। पहिले उनी डिफेन्सिभ भए, यो मेरो गल्ती होइन। रिजल्ट, क्लाइन्ट रिसाए, कन्ट्र्याक्ट अलमोस्ट क्यान्सल भयो। तर अर्को पटक त्यही कर्मचारीले फरक अप्रोच लिए। गल्ती भएपछि तुरुन्त भने हो यो मेरो गल्ती हो, म तुरुन्त रेक्टिफाई गर्छु। क्लाइन्टको एङ्गर तुरुन्त शान्त भयो, बरु उनले भने धन्यवाद अनेस्टीको लागि। रिजल्ट, डिल अझ स्ट्रेन्थेन भयो। डेल कार्नेगी भन्छन् छोटो एक्सेप्ट गर्ने करेज सधैँ स्ट्रङ्गेस्ट वेपन हो। तपाईँको बडी र माइन्ड पोजिटिभ सिग्नल पठाउँछ र अर्को व्यक्ति तुरुन्त तपाईँको पक्षमा आउँछ। मेसेज, गल्ती छ भने लुकेर नबसो, तुरुन्त स्वीकार गरौँ। सानो कदम तर प्रभाव लाइफ चेन्जिङ हुन्छ। डेली प्र्याक्टिस गर्नुहोस्, लिसन, एक्सेप्ट अनि मुभ फरवर्ड। यी सिम्पल ह्याबिट्सले तपाईँलाई जेन्युइन, रिस्पेक्टेड, इन्फ्लुएन्सियल लिडर बनाउँछ। प्रिन्सिपल 4 बिगिन इन अ फ्रेन्डली वे। फ्रेन्डली र वार्म एटिट्युडबाट कुरा सुरु गर्नुहोस्। साथीहरू, सोच्नुहोस्, तपाईँलाई कसैलाई कठोर कुरा भन्नै पर्छ। यदि तपाईँ सिधै क्रिटिसाइज गर्नुभयो भने के हुन्छ? अर्को व्यक्ति रिसाउँछ, उसको मन चिसिन्छ र तपाईँको कुरा सुन्नै चाहँदैन। अब इमेजिन गर्नुहोस् त्यस्तै कठोर कुरा, तर तपाईँले हल्का माया मिसाएर भन्नुभयो, पोजिटिभ शब्द प्रयोग गर्नुभयो, तपाईँको भ्यू पोइन्ट राम्रो छ, सानो करेक्सन गर्दा अझ पर्फेक्ट हुनेछ। के हुन्छ? अपोजिसन बच्छ, वातावरण मिठो हुन्छ र अर्को व्यक्ति तपाईँको कुरा सुन्न तयार हुन्छ। मानौ तपाईँ रुममेटसँग बस्नुहुन्छ, रुम अलि मेसी छ र तपाईँ आफ्नो रुममेटलाई तुरुन्त भन्नुभयो तिमी कति केयरलेस छौ, सधैँ रुम 4 राख्छौ। रिजल्ट के हुन्छ? साथी छिट्छ, माहौल टेन्सन फिल हुन्छ। तर इमेजिन गर्नुहोस्, फ्रेन्डली टोनमा भन्नुभयो ब्रो तिमी त एकदम क्रिएटिभ छौ यार, तर यो क्रिएटिभिटी अलिक सफा कोठामा अझ मजाले देखिन्छ। अब के हुन्छ? साथी हाँस्छ र हल्का गिल्ट फिल गर्छ, तर ह्याप्पी मनले कोठा सफा गर्न तयार हुन्छ। सानो पोजिटिभ ह्युमर र वार्म वर्ड्सले कठिन कुरा पनि सहज बनाइदिन्छ। डेल कार्नेगी भन्छन् सानो महका थोपा जस्ता शब्दले ठुलो असर पार्छ। सरल प्रशंसा, हल्का हाँसो, यी नै हुन् कठिन संवादलाई सहज बनाउने शक्ति। कठिन कुरा भन्ने पर्ने अवस्थामा हल्का माया र पोजिटिभ शब्दहरू मिसाउनुहोस्। सानो प्रयास हो, तर यसको प्रभाव अत्यन्तै ठुलो हुन्छ। प्रिन्सिपल 5 गेट द अदर पर्सन सेम यस इमिडिएटली। तुरुन्त हो भन्न लगाउनुहोस्, कमन ग्राउन्ड खोज्नुहोस्। साथीहरू, सोच्नुहोस्, तपाईँले कसैलाई सिधै अर्डर दिनुभयो, यो काम छिटो गर्नुहोस्। के हुन्छ? अर्को व्यक्ति डिफेन्सिभ हुन्छ वा चुप लाग्छ र कोअपरेसन हराउँछ। अब इमेजिन गर्नुहोस् त्यस्तै मेसेज दिनुपर्ने तरिकामा। यदि तपाईँले फ्रेन्डली क्वेसन सोध्नुभयो भने तपाईँलाई यो आइडिया कस्तो लाग्छ? वा के हामी यसरी गरौँ भने सजिलो होला जस्तो लाग्दैन? अब के हुन्छ? व्यक्ति अटोमेटिक हो भन्नतिर बल्छ, किनभने क्वेसन सिम्पल छ, उत्तर पोजिटिभ आउँछ। जति पटक उसले हो भन्यो त्यति नै उसले तपाईँको कुरा मान्ने एनर्जी बढ्छ। एउटा सानो स्टोरीबाट बुझौँ। एउटा क्याफेमा 2 साथी डेजर्ट बनाउँदै थिए। पहिलो साथीले अर्डर दिए, यो चकलेट केक पर्फेक्ट बनाउनु। दोस्रो साथी मनमा रिसायो, साइलेन्ट रह्यो। तर अर्को पटक पहिलो साथीले टोन बदले। उनी मुस्कुराउँदै भने, तपाईँलाई कुन टपिङ पर्फेक्ट लाग्छ? वाह, के हामी यसरी मिक्स गर्दा अझ स्वादिलो हुँदैन? वाउ! दोस्रो साथी उत्साहित भयो, एक्टिभ भएर सजेसन दिन थाल्यो। टिमवर्क बढ्यो र अन्तिम केक स्वादिष्ट बन्यो। डेल कार्नेगी भन्छन् सानो फ्रेन्डली क्वेसनले आर्गुमेन्ट रोक्छ,
रेजिस्टेन्स हटाउँछ र मानिसलाई नेचुरली आफ्नो आइडियाजतिर आकर्षित गर्छ। सिधै अर्डर नदिई क्वेश्चन सोध्नुहोस्। सानो ट्याक्टिकले सम्बन्ध बलियो बनाउँछ, मन खुल्छ र सबकन्सियसमा पोजिटिभ कोअपरेसनको ह्याबिट बस्छ। अर्डरले दबाब दिन्छ, क्वेश्चनले अवसर दिन्छ। त्यसैले हो भन्नतिर वातावरण तुरुन्त बनाउनुहोस्। प्रिन्सिपल 6, लेट द अदर पर्सन डु अ ग्रेट डिल अफ द टकिङ। अरूलाई फ्रिली कुरा गर्न दिनुहोस्, लिसनिङ ह्याबिट बसाल्नुहोस्। साथीहरू, सोध्नुहोस्, एक पटक तपाईँको कोलिगले कुनै कम्प्लेन गर्न सुरु गर्यो। यदि तपाईँ तुरुन्तै बिचमै रोक्नुभयो वा अपोज गरेर भन्नुभयो तिमी गलत छौ, के हुन्छ? उसको एङ्गर बढ्छ, तपाईँको कुरा सुन्न छोड्छ र सम्बन्ध चिसो हुन्छ। अब इमेजिन गर्नुहोस्, त्यही कम्प्लेन तर तपाईँले शान्त भएर सुन्नुभयो, उहाँलाई फ्रिली बोल्न दिनुभयो, बीचबीचमा हल्का सिम्पल प्रश्न मात्र सोध्नुभयो, हजुरले कुन च्यालेन्जेस फेस गर्नुभयो, अन्त्यमा हल्का सजेसन मात्र दिनुभयो। के भयो? टेन्सन कम भयो, रिस्पेक्ट बढ्यो र उनी तपाईँको कुरा ध्यान दिएर सुन्न तयार भए। सानो स्टोरीबाट बुझो। एउटा अफिसमा कोलिगले प्रोजेक्ट डिलेको बारेमा कम्प्लेन गर्न थाले। पहिलो बस तुरुन्त रोक्दै भने, किन यस्तो भयो? तिमीले टाइमली काम गरेनौ। रिजल्ट? कोलिग डिफेन्सिभ भए, डिस्कसन टेन्स बन्यो, माहौल तनावपूर्ण भयो। तर अर्को दिन अर्को बसले फरक अप्रोच लिए। उनी शान्त भएर सुने, बीचबीचमा हल्का प्रश्न मात्र सोधे, तपाईँले के च्यालेन्जेस फेस गर्नुभयो? वाह, कोलिग खुला भएर बोले। उनी आफ्ना फ्रस्ट्रेसन सेयर गरे। बसले केवल हल्का सजेसन दिए र तुरुन्तै सोलुसन एग्री भयो। रिजल्ट? सानो लिसनिङ स्टेपले रिलेसनसिप स्ट्रङ बनायो, ट्रस्ट बढायो, स्ट्रेस घटायो। डेल कार्नेगी लेसन, कम्प्लेनको बेलामा बीचमा रोक्नु हुँदैन। लेट देम टक, सो एक्सेप्टेन्स र केवल हल्का फ्रेन्डली सजेसन दिनुहोस्। सानो पेसेन्स, ठुलो इम्प्याक्ट। जब मानिसले कम्प्लेन गर्छन्, लिसन फर्स्ट, एक्सेप्ट, लाइटली सजेस्ट। यो प्र्याक्टिसले सबकन्सियसमा रिस्पेक्ट, काल्मनेस र अन्डरस्ट्यान्डिङको ह्याबिट बसाउँछ। डेली ह्याबिट प्र्याक्टिस। आजै ट्राई गर्नुहोस्, कसैले कम्प्लेन गर्दा कम्तीमा 1 मिनेट कन्टिन्युसली सुन्नुहोस्। बीचमा रोक्नु छैन, अन्त्यमा मात्र छोटो फ्रेन्डली सजेसन दिनुहोस्। बढी बोल्ने होइन, बढी सुन्ने। लिसनिङ ह्याबिटले ट्रस्ट, इन्फ्लुएन्स र रियल रिस्पेक्ट बढाउँछ। प्रिन्सिपल 7, लेट द अदर पर्सन फिल द्याट द आइडिया इज देयर्स। अरूलाई लागोस् कि आइडिया उनीहरूको नै हो। साथीहरू, सोचेर हेर्नुहोस्, तपाईँलाई प्रोजेक्टमा कोलाबोरेसन चाहियो। यदि तपाईँले सिधै अर्डर दिनुभयो, यो तुरुन्त गर्नुहोस्। के हुन्छ? अर्को व्यक्ति रिसाउँछ, चुप लाग्छ, काममा एन्थुसियाज्म हराउँछ। अब इमेजिन गरौँ, त्यसै कामलाई तपाईँले फ्रेन्डली स्टाइलमा प्रस्तुत गर्नुभयो, सिधा आदेश दिने सट्टा सोध्नुभयो, तपाईँलाई यो आइडिया कस्तो लाग्छ? वा यसलाई अझ राम्रो बनाउन के गर्न सकिन्छ? के भयो? उसले रिस्पेक्ट फिल गर्यो, ओनरसिप सेन्स भयो, अनि अटोमेटिक उत्साहका साथ काम गर्न थाल्यो। एउटा सानो स्टोरीबाट बुझो। एउटा सफ्टवेयर टिममा लिडरले नयाँ फिचर इम्प्लिमेन्ट गर्न चाहन्थे। पहिलो दिन लिडरले डाइरेक्ट बोले, आजै यो फिचर इम्प्लिमेन्ट गर्नुहोस्। रिजल्ट? डेभलपर हेसिटेन्ट भयो, मनमा रेसिस्टेन्स, काम स्लो भयो। तर अर्को दिन लिडरले अप्रोच चेन्ज गरे। उनी मुस्कुराउँदै भने, वाउ, तपाईँको अप्रोच क्रिएटिभ छ। यदि तपाईँले यसमा केही ट्विक गर्नुभयो भने अझ पर्फेक्ट हुन्छ जस्तो लाग्छ। रिजल्ट? डेभलपर एक्साइटेड भयो, एक्टिभली सजेसन दिन थाल्यो। फाइनल फिचर स्मुथ र इफिसियन्ट बन्यो। टिमको एनर्जी बुस्ट भयो। सानो रिस्पेक्ट र छोटो फ्रेन्डली क्वेश्चनले नै मेसिभ मोटिभेसन एन्ड कोअपरेसन बढाउँछ। डेल कार्नेगी लेसन, मानिसलाई आदेश दिने भन्दा ओनरसिप दिने मौका दिनुहोस्। उनीहरूलाई लागोस् आइडिया उनीहरूको हो। जब मानिस आफ्नो आइडिया मान्छन्, उनीहरू डबल एनर्जी र एन्थुसियाज्म लगाउँछन्। कोलाबोरेसन चाहियो भने दबाब नदिनुहोस्, समझदारी देखाउनुहोस्, रिस्पेक्टफुल क्वेश्चन सोध्नुहोस्। डेली ह्याबिट प्र्याक्टिस। आजै ट्राई गर्नुहोस्, कुनै डिस्कसनमा सिधै अर्डर नदिनुहोस्। यसको सट्टा प्रश्न सोध्नुहोस्, तपाईँलाई के लाग्छ? त्यसपछि उनीहरूको आन्सरलाई एक्नोलेज गर्नुहोस्। यो ह्याबिटले सबकन्सियसमा कोअपरेसन र रिस्पेक्टको अटोमेटिक प्याटर्न बसाउँछ। प्रिन्सिपल 8,
Try honestly to see things from the other person's point of view. अरूको दृष्टिकोणबाट जेन्युइनली सोच्ने प्रयास गर्नुस्। साथीहरू, एकछिन सोचेर हेर्नुस्, कति पटक तपाईले धेरै मेहनत गरेर आफ्नो कुरा बुझाउन खोज्नुभयो तर अर्को मानिसले मान्दै मानेन, अनि त्यही बेला कस्तो हुन्छ? निराश, झर्को, फ्रस्ट्रेसन फिल हुन्छ हैन? अब इमेजिन गर्नुस्, यदि तपाईले सानो चेन्ज गर्नुभयो भने, पहिले ध्यानपूर्वक सुन्नुभयो, रिस्पेक्ट देखाउनुभयो, अनि हम्बल भएर आफ्नो पोइन्ट राख्नुभयो, अब के हुन्छ? अर्को मानिस तुरुन्त सफ्ट हुन्छ, तपाईको कुरा बुझ्न तयार हुन्छ, टेन्सन हराउँछ र ट्रस्ट अटोमेटिक बढ्छ। एउटा अफिसको सिन लियो। जुनियर एम्प्लोइले नयाँ प्रपोजल राख्यो, सिनियर स्टाफले तुरुन्तै काटिदिए। यो काम पोसिबल नै छैन। रिजल्ट? एम्प्लोइ डिमोटिभेट भयो, डिस्कसन टेन्स भयो। तर अर्को दिन सिनियरले अप्रोच बदलिदिए। उनी शान्त भएर भने, म तपाईको भ्यू पोइन्ट बुझ्न चाहन्छु। कुन पार्ट तपाईलाई स्ट्रङ्गेस्ट लाग्छ? बस यही सानो सेन्टेन्सले गेम चेन्ज गर्यो। एम्प्लोइ खुलेर बोल्न थाल्यो, आफ्नो आइडिया कन्फिडेन्टली एक्सप्लेन गर्यो। अन्तिम डिसिजन स्मुथ भयो र दुवै पक्षबीच ट्रस्ट र रिस्पेक्ट अझै गहिरियो। सानो ह्याबिट, लिसन, रिस्पेक्ट, हम्बल अप्रोचले अनइमेजिनेबल इफेक्ट पार्छ। डेल कार्नेगी लेसन। कार्नेगी भन्छन्, मानिसलाई बिन गर्न चाहन्छौ भने पहिले उनीहरूको भ्यू पोइन्टबाट जेन्युइनली बुझ्ने प्रयास गर। साना स्टेप्सले नै रिलेसनसिपमा ठुलो बिन ल्याउँछ। मेसेज सुन्नुहोस्, रिस्पेक्ट देखाउनुहोस्, हम्बल रहनुहोस्। यी सिम्पल तर पावरफुल ह्याबिट्सले तपाईलाई रिस्पेक्टेड मात्र होइन, ट्रस्टेड अनि इन्फ्लुएन्सियल पनि बनाउँछ। जब तपाईँ अरूको भ्यू पोइन्टबाट सोच्न सिक्नुहुन्छ, कन्फ्लिक्ट हराउँछ र कनेक्सन हार्ट टु हार्ट लेभलमा बिल्ड हुन्छ। प्रिन्सिपल 9, बी सिम्पथेटिक विथ द अदर पर्सन्स आइडियाज एन्ड डिजायर्स। साथीहरू, कहिले यस्तो भयो कि कसैले नयाँ आइडिया सेयर गर्यो तर तपाईँ तुरुन्त रिजेक्ट गर्नुभयो र त्यो व्यक्ति निराश भयो? हो, त्यस्तै सानो क्षणले मोटिभेसन र ट्रस्ट दुवै प्रभावित गर्छ। अब इमेजिन गर्नुहोस्, तपाईले सानो चेन्ज गर्नुभयो, रिस्पेक्ट देखाउनुभयो, ध्यानपूर्वक सुन्नुभयो र हल्का पोजिटिभ कमेन्ट दिनुभयो। के भयो? ऊ अटोमेटिक तपाईलाई फ्रेन्डको रूपमा हेर्छ, ट्रस्ट बढ्छ र खुला भएर आफ्नो भिजन सेयर गर्छ। एउटा एडभर्टाइजिङ एजेन्सीमा सेनारियो। जुनियर डिजाइनरले नयाँ एड कन्सेप्ट प्रपोज गर्यो। पहिले सिनियर डिजाइनर बोले, यो आइडिया काम लाग्दैन। जुनियर डिस्करेज भयो, कन्फिडेन्स हरायो, क्रिएटिभिटी ब्लक भयो। तर अर्को सिनियर डिजाइनरले अप्रोच बदल्यो। उनी बोले, वाउ, तपाईको कन्सेप्ट रियली फ्रेस छ, यस्तो सोच इम्प्रेस छ, हामी के ट्विक गरेर अझ इफेक्टिभ बनाउन सक्छौँ? बस जुनियर इन्स्पायर भयो, आइडियाज ओपनली सेयर गर्यो। फाइनल क्याम्पेन क्रिएटिभ र इम्प्याक्टफुल भयो, क्लाइन्ट इम्प्रेस्ड भयो र टिम मोरल बुस्ट भयो। डेल कार्नेगी भन्छन्, सबै मानिस चाहन्छन् आफूलाई इम्पोर्टेन्ट महसुस होस्। सानो शब्द, हल्का जेस्चर वा रिस्पेक्टले ठुलो इम्प्याक्ट पार्छ। लिसन गर्नुहोस्, रिस्पेक्ट देखाउनुहोस्, पोजिटिभ एप्रिसिएसन दिनुहोस्। सानो प्र्याक्टिसले सबकन्सियसमा बस्छ र तपाईको रिलेसनसिप्स र इन्फ्लुएन्स दुवै अटोमेटिक बढ्छ। प्रिन्सिपल 10, अपिल टु द नोबलर मोटिभ्स। मानिसका हायर मोटिभ्स, हनर, सर्भिस, गुडनेसमा अपिल गर्नुहोस्। साथीहरू, के तपाईले कहिले कसैलाई मनाउन खोज्दा सिधै अर्डर दिनुभयो अनि के भयो? ऊ भित्रै रिसायो, माइन्ड बन्द भयो र काम झन् ढिला भयो। अब कल्पना गर्नुस्, तपाईले सिधा अर्डर हैन, उसको ठुलो मोटिभ्सलाई टच गर्नुभयो भने, जस्तै यो यसरी गर्यो भने तपाईको काम सजिलो हुन्छ र हाम्रो प्रयासले कम्युनिटीमा मिनिङफुल फरक पार्छ। के भयो? ऊ सहज भयो, तपाईको कुरा ध्यानपूर्वक सुन्न तयार भयो र अटोमेटिक सहकार्य गर्न थाल्यो। एउटा एनजिओको मिटिङमा प्रोजेक्ट लिडले भोलिन्टियर्सलाई नयाँ क्याम्पेनमा जोड्नुपर्ने भयो। पहिलो दिन उनले भने, तपाईहरूले आजै यो काम गर्नुपर्छ। रिजल्ट? भोलिन्टियर्स हिचकिचाए, उत्साह घट्यो अनि डिस्कसन नै रोकिन थाल्यो। तर अर्को दिन लिडले टोन बदलिदिए, मुस्कुराउँदै भने, वाउ, यदि हामी यो प्रोजेक्ट सफल पार्यौँ भने हाम्रो कम्युनिटीमा साँच्चीकै परिवर्तन आउँछ। तपाईको योगदानले धेरै मानिसको जीवन सजिलो र उज्यालो हुनेछ। त्यस क्षण भोलिन्टियर्सको आँखामा चमक आयो, मोटिभेसन अटोमेटिक बढ्यो
र सबैले एकै स्वरमा भने हाम्रो साथ छ। भोलन्टियर्स इन्स्पायर्ड भए, एक्टिभ भएर काम गर्न थाले। फाइनल प्रोजेक्ट सक्सेसफुल भयो, ट्रस्ट र रिस्पेक्ट बढ्यो। सानो पोजिटिभ अपिल प्लस हायर पर्पसले मोटिभेसन र कोअपरेसन अटोमेटिक बढ्छ। डेल कार्नेगी भन्छन्, साना पोजिटिभ शब्दहरू सिधै मनमा बस्छन् र मानिसलाई सहजै आफ्नोतिर आकर्षित गर्छन्। साथीहरू, यदि तपाईँ कसैलाई मनाउन चाहनुहुन्छ भने सिधै आदेश नदिनुहोस्, बरु उसको हायर पर्पस देखाउनुहोस्। सानो प्रशंसा, हल्का प्रोत्साहन वा अर्थपूर्ण शब्द यिनले मात्र काम सजिलो बनाउँदैनन्, बरु सम्बन्धलाई अझ गहिरो र बलियो पनि बनाउँछन्। प्रिन्सिपल 11, ड्रामाटाइज योर आइडियाज। आफ्नो आइडियाजलाई ड्रामाटिक, भिजुअल र इन्ट्रेस्टिङ बनाउनुहोस्। सोच्नुहोस्, तपाईँ मुभी हेर्नुहुन्छ, स्टोरी, इमोसन, रमाइलो वर्षले तपाईँको ध्यान खिच्छ। अब सोचेर हेर्नुहोस्, यदि तपाईँले आफ्नो आइडिया पनि त्यसरी नै स्टोरी र इमोसन मिसाएर प्रस्तुत गर्नुभयो भने मानिस अटोमेटिक आकर्षित हुन्छ, रमाइलो महसुस गर्छ र तपाईँको कुरा उसको मनमा गहिरो बस्छ। सानो स्टोरीबाट बुझौ, एउटा सेल्स टिममा नयाँ प्रोडक्ट लन्च गर्नुपर्ने थियो। पहिलो टिम लिड केवल ड्राई डिटेल्समा अड्किए। फिचर्स यस्ता छन्, स्पेसिफिकेसन्स त्यस्ता छन्। रिजल्ट, स्टाफ बोर भयो, मोटिभेसन घट्यो र प्रेजेन्टेसन फोर्गेटेबल बन्यो। तर अर्को लिडले टोन परिवर्तन गरे। उनी मुस्कुराउँदै भने, इमेजिन गर्नुहोस्, हाम्रो कस्टमर बिहानको तातो कफी लिएर यो प्रोडक्ट युज गर्दैछन् र अचानक उनी वाउ भन्छन्। त्यो एक्साइटमेन्ट उनको फेसमा देखिन्छ। के भयो? टिम तुरुन्तै एनर्जाइज भयो, प्रेजेन्टेसन लाइभली भयो, लन्च स्मुथ रह्यो। स्टाफ मात्र होइन, क्लाइन्ट्स पनि इम्प्रेस्ड भए। छोटो स्टोरी प्लस इक्वल टु इमोसन। अटेन्सन तुरुन्तै ग्र्याब, अन्डरस्ट्यान्डिङ डिप, बिहेभियरमा स्ट्रङ इम्प्याक्ट। डेल कार्नेगी भन्छन्, स्टोरी, उदाहरण र रमाइलो शब्द प्रयोग गर्नु, यो नै हो मानिसलाई गहिरो स्तरमा कन्भिन्स गर्ने कला। सानो स्टोरी सिधै सबकन्सियसमा बस्छ र बिहेभियर चेन्ज सजिलो हुन्छ। त्यसैले हामी पनि जब आइडिया सेयर गर्छौँ, स्टोरी मिसाऔँ, इमोसन थपौँ। यसले तपाईँको कुरा मात्र इम्प्याक्टफुल बनाउँदैन, बरु मानिसको मन नै जित्छ। प्रिन्सिपल 12, थ्रो डाउन अ च्यालेन्ज। फ्रेन्डली च्यालेन्ज दिनुहोस्, मानिस प्रुभ गर्न मन पराउँछन्। साथीहरू, एकपटक सोचेर हेर्नुहोस्, तपाईँले हरेक उपाय ट्राई गर्नुभयो, बहस गर्नुभयो, सजेसन दिनुभयो, सम्झाउनुभयो, तर नतिजा केही काम गरेन। अब कल्पना गरौँ, यदि तपाईँले केवल शान्त भएर सुन्नुभयो, थोरै समझदारी देखाउनुभयो, हल्का मुस्कान मिसाएर सरल शब्द प्रयोग गर्नुभयो भने के हुन्छ? टेन्सन पग्लिन्छ, रिलेसनसिप जोगिन्छ, अनि अर्को व्यक्ति आफै तपाईँको कुरा सुन्ने र मान्ने बन्छ। एउटा अफिसको सानो सिन सोच्नुहोस्, म्यानेजरले नयाँ प्रोजेक्ट असाइन गर्न खोजे। पहिलो पटक उनले दबाब दिए, यो आजै कम्प्लिट गर्नुहोस्। के भयो? स्टाफ रिलक्टेन्ट भयो, टेन्सन बढ्यो, काम ढिला हुँदै गयो। तर अर्को दिन अप्रोच बदलिएर आयो। म्यानेजर हल्का मुस्कान सहित भने, बु, मलाई थाहा छ तपाईँ यो च्यालेन्ज लिन सक्नुहुन्छ। के तयार हुनुहुन्छ प्रयास गर्न? स्टाफ इन्स्पायर्ड भयो, फोकस बढ्यो, प्रोजेक्ट स्मुथली कम्प्लिट भयो, कन्फिडेन्स र रिस्पेक्ट दुवै बुस्ट भयो। सानो फ्रेन्डली च्यालेन्ज र रिस्पेक्टले मोटिभेसन, कोअपरेसन अनि ट्रस्ट अटोमेटिक बढाइदिन्छ। डेल कार्नेगी भन्छन्, समझदारी र रिस्पेक्ट सबैभन्दा कठिन बाधा पनि पगाल्छ। सानो शब्द, सरल बिहेभियर सिधै सबकन्सियसमा बस्छ र तपाईँ अटोमेटिक समझदार र इम्प्याक्टफुल देखिनुहुन्छ। त्यसैले जति उपाय असफल भए पनि सुन्नुहोस्, रिस्पेक्ट दिनुहोस् र सरल रहनुहोस्। दी साना ह्याबिट्स नै रिलेसनसिप र इन्फ्लुएन्स दुवैलाई स्ट्रङ बनाउँछन्। साथीहरू, आजको यात्राबाट हामीले के सिक्यौँ भने झगडा जितेर रिस्पेक्ट पाइँदैन, लिसनिङ, सिम्पथी दिने र सम्मान देखाउने यिनै साना तर मिनिङफुल ह्याबिट्सले जीवनभर तपाईँलाई इन्फ्लुएन्स दिन्छ। र कहिलेकाहीँ एउटा सिम्पल फ्रेन्डली च्यालेन्ज त्यस्तो एनर्जी दिन्छ कि मानिस आफै मोटिभेटेड हुन्छ। सो याद राख्नुहोस्, छोटो इफोर्ट, बिग इम्प्याक्ट। आजै प्र्याक्टिस गर्न सुरु गर्नुहोस्, घरमा, काममा, साथीहरूसँग। छोटो ह्याबिट तर ठुलो ट्रान्सफर्मेसन। अब
पार्ट 4 अर्को लास्ट भिडियो लिएर छिट्टै आउँदैछु। त्यहाँ हामी सबटल स्ट्र्याटेजिज एक्सप्लोर गर्नेछौँ जसले तपाईँलाई नेचुरल लिडर र लङ टर्म इन्फ्लुएन्सर बनाउँछ। बिलिभ मी, यो स्किप गर्न नहुने पार्ट हो। अनि साथीहरू, म तपाईँलाई इन्भाइट गर्छु, लाइक, सब्सक्राइब र कमेन्ट गर्न नबिर्सनुहोस्। म जान्न चाहन्छु आजका प्रिन्सिपल्स मध्ये कुन तपाईँको मनमा गहिरो बस्यो। यो मात्र ज्ञान होइन, यो हो ज्ञान फ्युल जसले तपाईँको सोचलाई स्पार्क गर्छ र तपाईँको जीवनमा मोमेन्टम ल्याउँछ। धन्यवाद।